हेलो सबैलाई नमस्ते। म चाहिँ आजको यो भिडियोमा चाहिँ अहिले नेप्सेले चाहिँ कसरी बिहेभ गरिरहेको छ होइन, अनि आउने दिनहरूमा चाहिँ के कसरी चाहिँ आफ्नो ट्रेडिङको रणनीतिहरू चाहिँ बनाउन सकिन्छ त्यसको बारेमा चाहिँ केही इन्फर्मेसन चाहिँ प्रोभाइड गर्न गइरहेको छु है। अब तपाईँले ओभरअल नेप्सेलाई हेर्नुभयो भने चाहिँ यो यो जुलाई 24 को लेभलबाट तपाईँको हामी चाहिँ त्यो जुलाई 24 को लेभललाई चाहिँ हामीले क्रस गर्नै सकिरहेको छैनौँ कि। एउटा त्यो यो लेभलबाट चाहिँ एउटा डाउन मुभ आयो एउटा होइन, त्यसपछि फेरि एउटा अप मुभ आयो, फेरि त्यो लेभलभन्दा तलैबाट चाहिँ रिजेक्सन खायो, फेरि एउटा सानो एउटा मुभ आएको थियो, त्यो फेरि रिजेक्सन खाएर फेरि तल आएको छ। यो जुन मुभ थियो त्यसको 50% भन्दा पनि तल आउन लागिसक्यो क्या। भन्नुको मतलब यो मार्केटमा कुनै पनि खालको एउटा स्ट्रेन्थै छैन के। त्यो स्ट्रेन्थ नभएपछि चाहिँ तपाईँको यो अनसर्टेनिटीको एउटा फेजमा चाहिँ छ क्या मार्केट। अब कि त यो लेभलबाट तपाईँको एउटा एक्सेसिभ बाइङ देख्नु पऱ्यो, ठुलो ठुलो ग्रिन क्यान्डल चाहिँ फर्मेसन हुनु पऱ्यो, भोल्युम पनि त्यही अनुसारको आउनु पऱ्यो। त्यो भयो भने चाहिँ एउटा फरक केस हुनसक्छ। नत्र अहिलेसम्मको आजको दिनसम्मको मार्केट स्ट्रक्चर हेर्ने हो भने चाहिँ कुनै पनि खालको फर्दर एउटा राम्रो सङ्केत चाहिँ मार्केटले देखाएको छैन है। भोलि यो मार्केट चाहिँ यो लेभलभन्दा तपाईँको 2400 2500 को लेभलभन्दा तल चाहिँ जाँदैन जस्तो लाग्छ, किनभने यत्रो एउटा बेस स्ट्रक्चर छ। यो स्ट्रक्चर भन्दा पनि तल गयो भने तपाईँको फेरि फर्केर यो लेभललाई काटेर माथि जानु भनेको एकदमै गाह्रो हुन्छ। त्यही भएर 2500 चाहिँ हाम्रो स्ट्रङ सपोर्टको जोनमा चाहिँ अझै पनि छ होइन। अनि तपाईँको यो 2575 को जोन पनि एउटा स्ट्रङ सपोर्टै छ। यसलाई पनि सकेसम्म मार्केटले काट्छ जस्तो मलाई लाग्दैन, किनभने यही लेभलमा आएर मार्केट कि साइडवेज कि हल्का माथिको मोमेन्टम समात्छ, कि नभए यही साइडवेजमै बसिरहेको जस्तो लाग्छ यसको जुन स्ट्रक्चर हेर्दा। अनि त्यसपछि हामीले चाहिँ अब फर्दर इन्डिभिजुअल स्टक्सहरूमा चाहिँ कसरी ट्रेड गर्ने भन्ने कुरामा चाहिँ जबसम्म तपाईँको भोल्युम आउँदैन नि, नेप्सेमा र तपाईँको इन्डिभिजुअल स्टकमा चाहिँ ठुलो ठुलो भोल्युम आउँदैन, तबसम्म चाहिँ इन्ट्री गरेर कुनै पनि फाइदा छैन कि। अहिलेको समयमा चाहिँ म चाहिँ तपाईँहरूलाई के सजेस्ट गर्न चाहन्छु भने इन्डिभिजुअल स्टक्सहरू हेर्नुहोस् होइन। अनि त्यो इन्डिभिजुअल सेक्टर्सहरू हेर्नुहोस्, सेक्टर्सहरूमा चाहिँ कुन सेक्टरले राम्रो गरिरहेको छ, कुन सेक्टरमा बढी पैसा छिरिरहेको छ त्यो हेर्नुहोस्। डेली टर्नओभरबाट पनि त्यो कुराहरू चाहिँ थाहा पाउन सकिन्छ होइन। अब म मेनली अहिलेको सिचुएसन हेर्नुहुन्छ भने हाइड्रोबारमा चाहिँ धेरै पैसा चाहिँ अहिले चाहिँ इन्जेक्ट भइरहेको छ क्या। त्यो भएर चाहिँ तपाईँको फोकस भनेको मेनली हाइड्रोबारतिर हुनु पऱ्यो होइन, त्यतातिर चाहिँ फोकस गर्नुहोस्। अनि त्यसपछि हाइड्रोबारमा पनि अल टाइम हाईको रेन्जमा भएको 52 विक्स हाईको रेन्जमा भएको स्टक्सहरू चाहिँ कुन कुन छ होइन। 200 इएमए भन्दा माथि स्टक कुन कुन छ, 150 डे इएमए भन्दा माथि कुन कुन छ, 50 डे इएमए भन्दा माथि कुन कुन छ। जति माथि भयो त्यति राम्रो भयो क्या। कस्तो स्टक चाहिँ खोज्नु भन्दाखेरि चाहिँ 50 डे इएमए, 200 डे इएमए र 150 डेको इएमए भन्दा पनि माथि छ स्टक प्राइस भने त्यो चाहिँ एउटा राम्रो स्टकको रूपमा हुनसक्छ। अनि त्यो स्टकमा चाहिँ एउटा राम्रो सेटअप बन्यो विथ भोल्युम चाहिँ ब्रेकआउटहरू आयो भने चाहिँ त्यस्तो बेलामा चाहिँ तपाईँले चाहिँ स्टक बाई गर्न सक्नुहुन्छ। तर पनि यस्तो मार्केट सिनारियोको केसमा चाहिँ तपाईँ राम्रो स्टक देख्नुभयो भने पनि कहिले पनि तपाईँको टोटल पोर्टफोलियोको 20% भन्दा माथि चाहिँ पोजिसन चाहिँ नलिनु। किनभने मार्केट जब ओभरअल नेप्से चाहिँ तपाईँको अगेन्स्ट द ट्रेन्ड हुन्छ नि, त्यति बेला चाहिँ जति राम्रो स्टक भयो भने त्यसले चाहिँ पर्फर्म नगर्न सक्छ क्या। यदि तपाईँ 20% हाल्नुभएको चाहिँ स्टक 85% गयो भने पनि ठिकै छ। 20%मा तपाईँले 50% खाएर चाहिँ त्यसमा चाहिँ खुसी हुन सिक्नुपर्छ कि। किनभने यदि त्यो स्टकमा तपाईँले झ्याम्म 50-60% त्यसरी हालिदिनु भने कुनै न कुनै दिन तपाईँले यति नराम्रोसँग लस गर्नुहुन्छ कि त्यो लसले चाहिँ तपाईँले फेरि फर्केर मार्केटमा ट्रेड गर्न नै नआउने सिचुएसनमा पुर्याइन्छ कि। त्यो भएर जहिले पनि तपाईँको यदि ट्रेन्ड चाहिँ अगेन्स्टमा छ, ओभरअल मार्केट चाहिँ तपाईँको अगेन्स्टमा छ भने कहिले पनि ट्रेडलाई फोर्स नगर्नुहोस्। जति नै राम्रो सेटअप यसले यहाँबाट 100% नै दिन्छ भने जस्तो सेटअप लाग्यो भने पनि आफ्नो 20% भन्दा बढी पोर्टफोलियो चाहिँ इन्जेक्ट नगर्नुहोस्। यदि त्योमा प्रोफिट आयो भने राम्रै छ, मार्केट सिचुएसन डाउन हुँदा तपाईँले प्रोफिट कमाउनुहुन्छ भने राम्रै छ। यदि प्रोफिट कमाउनु भएन भने तपाईँले 20%मा लस बियर गर्नुहुन्छ, त्यो भनेको मिनिमम हुन्छ। फेरि मार्केट चाहिँ एउटा अप ट्रेन्ड समातेर अघि बढ्यो भने चाहिँ त्यति बेला इन्जेक्ट गर्दा हुन्छ होइन। त्यही भएर कहिले पनि यो लेभलमा चाहिँ तपाईँले 100% चाहिँ इन्जेक्ट नगर्नुहोस् होइन।
अब कति धेरै अब ट्रेडरहरूले चाहिँ यो कुरासित चाहिँ सहमति नजनाउन सक्नुहुन्छ होइन, तर उहाँहरूको आफ्नै एउटा स्ट्राटेजी होला। तर मैले चाहिँ पर्टिकुलरली ट्रेन्ड फलोइङ स्ट्राटेजी भएको कारणले चाहिँ जबसम्म ट्रेन्ड एउटा आफ्नो फेभरमा हुन्न तबसम्म चाहिँ धेरै तपाईँको पोजिसन लिएर चाहिँ तपाईँलाई नै गाह्रो हुन्छ कि। धेरै मान्छेहरूले चाहिँ अब यो लेभल तपाईँको 2600 2700को लेभलबाट चाहिँ मार्केट तलै नजाला भन्ने धेरैको प्रोडक्सन थियो कि। तर अल्टिमेटली 2600 2700को लेभलभन्दा नि तल त मार्केट गयो नि। त्यति बेला धेरै मान्छेहरूले चाहिँ 2600को लेभलमा चाहिँ उसै गरी मान्छेले आफ्नो 100% पोर्टफोलियोसम्म पनि हालेको थिए क्या मान्छेहरूले। त्यही भएर वाट इफ त्यो लेभलभन्दा पनि तल गयो भने के त नि भनेको वर्स्ट केस सिनेरियोको चाहिँ सधैँ चाहिँ त्यसको बारेमा चाहिँ आफूले सोच्नुपर्छ कि जस्तो कस्तो भने यदि धेरै मान्छेहरूले अब 1800 2400 गइरहेको रेन्जमा पनि यो लेभलमा पनि मान्छेहरूले कति मान्छेहरूले 1800 भन्दा तल जाँदैन भनेर चाहिँ प्रेडिक्सन गर्नुभयो। त्यो भनेको थियो तपाईँको 99% नै चान्सै 1800 लेभलभन्दा चाहिँ तल जाने कुनै हालतमा थिएन कि त्यो बेलामा। मैले पनि ट्रेड गर्ने बेलामा त्यही अनुसार ट्रेड गरेको थिएँ। 1800 भन्दा चाहिँ तल त कुनै हालतमा जान्न भन्ने चाहिँ थाहा थियो। तर त्यो थाहा हुँदै पनि तपाईँले चाहिँ 1% भन्ने चान्स चाहिँ के दिनुपर्छ भने वाट इफ 1800 भन्दा तल गयो भने के त नि होइन। त्यो पैसा त आफ्नो पोर्टफोलियो त जोगाउनु पर्यो भनेर त्यसको लागि पनि त्यो प्लान चाहिँ आफूले बनाइराख्नुपर्छ कि वाट इफ यदि मार्केट चाहिँ यो 2500 लेभलभन्दा पनि तल गयो भने के गर्नुहुन्छ तपाईँ होइन। मार्केटमा त जे पनि हुनसक्छ। भलै तपाईँको 1% चान्स होला तर गयो भने त गयो नि त, तपाईँको पैसा त कसैले फिर्ता दिन्न। त्यो भएर त्यो कुराहरू पनि तपाईँले ध्यानमा राख्नुपर्छ। त्यही भएर जहिले पनि तपाईँले ट्रेडिङ गर्दाखेरि चाहिँ आफ्नो हरेकचोटिको बाई सेलहरू चाहिँ सेभ गरेर राख्नुहोस् होइन। अनि तपाईँको त्यो डाटाहरू चाहिँ एनालाइसिस गर्नु, पोस्ट ट्रेड एनालाइसिस गर्नु, आफूले किनेको कतिको सक्सेस भएको छ, कतिको लुजर भएको छ, कति पर्सेन्ट एभरेज गेन छ, कति पर्सेन्ट एभरेज लस छ होइन। अनि तपाईँले विन रेट कति छ, कतिवटा ट्रेडमा कतिवटा तपाईँले जित्नु भएको छ, कतिवटा हार्नु भएको छ, त्यो सबै डाटा कलेक्ट गरेर अहिलेको सिनेरियोमा तपाईँको विन रेट के छ त्यसको आधारमा चाहिँ तपाईँले ट्रेड लिनु भयो भने तपाईँलाई राम्रो हुन्छ क्या। त्यो भएर चाहिँ अहिले चाहिँ जस्ट वेट गरेर राम्रो स्टक छ भने 20-30% चाहिँ भन्दा बढी चाहिँ इन्जेक्ट नगर्ने। यदि ट्रेन्ड बढेर चाहिँ एउटा राम्रो ठुलो भोल्युमका साथ चाहिँ मार्केट बढेर यो 2900-3000 लेभलबाट पनि माथि ब्रेकआउट हान्दै गयो भने चाहिँ अनि त्यसपछि इएमएलाई सपोर्ट गर्दै अघि बढ्यो भने चाहिँ बल्ल ट्रेन्ड चाहिँ हाम्रो फेभरमा हुन्छ। त्यति बेला बल्ल तपाईँले इन्जेक्ट चाहिँ आफ्नो फुल पोर्टफोलियो चाहिँ इन्जेक्ट गर्ने समय त्यति बेला हुनसक्छ कि। अहिले तपाईँले फुल पोर्टफोलियो इन्जेक्ट नगर्नुहोस् किन त्यो भन्दै गर्दा फेरि तपाईँको मार्केट यो तपाईँको 2500-2600को लेभल होइन। अनि त्यो यो 2500को लेभलभन्दा तल जाने एकदमै कम प्रोबेबिलिटी छ। तर प्रोबेबिलिटी छ नभएको होइन 1% भयो नि छ। त्यो भएर आफ्नो पैसालाई चाहिँ त्यसरी चाहिँ डाइरेक्टली चाहिँ इन्जेक्ट नगर्नुहोस्। चाहिँ तपाईँले सुरुमा 10% हाल्नु, 10%मा प्रोफिट भयो भने 20% हाल्नुहोस्, 20%मा प्रोफिट भयो भने 30% हाल्नु भनेको पिरामिड गर्दै जानुहोस् क्या। अगाडि एकैचोटि चाहिँ 100% पोर्टफोलियो एउटा स्टकमा चाहिँ नहाल्नु कि। यदि एउटा स्टक झ्याम त्यो बन्द भइदियो केही भइदियो भने चाहिँ नराम्रो घाटामा जानुहुन्छ कि। तपाईँले त्यसको एउटा इक्जाम्पल चाहिँ पर्फेक्ट इक्जाम्पल भनेको केआरबिएल हो। केआरबिएलमा तपाईँको धेरै मान्छेहरूले अपरेटर छ भनेर चाहिँ मान्छेहरूले आफ्नो पैसा धेरै पर्सेन्टहरू चाहिँ इन्जेक्ट गरेर लास्ट टाइम अब केआरबिएलको तपाईँको त्यस्तो न्युज आयो, मान्छेहरूले सेल नगरेको मान्छेहरू कति पैसा चाहिँ त्योमा डुबायो भनेपछि त्यो सिचुएसन आउनसक्छ। त्यही भएर जस्तो सिचुएसनलाई तयार भएर बस्नुपर्छ होइन। कसैले यो भने त्यो भनेर चाहिँ त्यसको पछि नलाग्नुहोस् होइन। एउटा एकुरेट इन्फर्मेसनको भरमा चाहिँ होइन एउटा राम्रो साउन्ड नलेजको आधारमा चाहिँ अगाडि बढ्दा राम्रो हुन्छ। त्यही नै हो अब नेप्सेको बारेमा चाहिँ एनालाइसिस। अब फर्दर भिडियोहरूमा चाहिँ अरू बारेमा चाहिँ कुरा गर्दै गरौँला।